हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो गाइज आजको टाइटल देखेर त तपाईँहरूलाई थाहा नै भयो होला के गर्छौँ भनेर। आज हामीले आजको भिडियोमा चाहिँ हामी एकदम खतरनाक के अरे ट्याङ्क चोरी गर्नेवाला छौँ मिलिट्री बेसबाट। सो लेट्स गेट स्टार्टेड। पहिला सुरुमा त हामी यहाँ के अरे डुड बोल्ट लगाइहालौँ। यो बिना त फेरि अहिले जान्छ हाम्रो, यहाँ फेरि मर्छ हाम्रो क्यारेक्टर, मर्न सक्छ। धेरै बेसरी कुद्नु पऱ्यो नि त। अनि सुप्पा हट स्ल्याप, सुप्पा हट स्ल्याप यसले चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो ठ्याक्कै ओहो हातमा फायर के लेखाएको छ यहाँ, कस्तो लेखा जस्तो लगाएपछि त ऊपर रहेछ। ऊ के भन्छ अरे विन्डो। सो लेट्स गो गाइज। मैले चाहिँ आज यो डुटे वार्सको साउन्ड अफ गराएको छु किनभने यो गाडीको साउन्ड अति नै ठुलो हो क्या। यो नाइट्रो निक्लिएर चाहिँ खतरा मनपर्छ मलाई। भनेको गाडी पल्टी खायो, फेरि पल्टी खायो, पल्टी खायो, पल्टी खायो, के भएन नि गाडीलाई। गाडी एकदम पावरफुल छ क्या, केही हुँदैन यो गाडीलाई। एकदम फुल स्पिडमा जाने आज। लेट्स गो गाइज। कहीँ रोक्दिनँ आज म, धेरै ठाउँमा रोक्नु पऱ्यो भने मात्र रोक्ने नि। ओ सेट गयो गाडी भिरमा, भिरमा उडो गयो गाडी, गई भैंस पानीमा। यो इन्डियन डायलग है गाइज, गयो भैँसी पानीमा। लेट्स गो। मेरो घरमाथि प्लेन उडिरहेको, त्यही भएर धेरै माइन्ड नगर्नु होला। हेलिकप्टर हो क्या त्यो, त्यही भएर आवाज आइरहेको ब्याकग्राउन्डमा है। यसको नि सल्युसन म अरू भिडियोमा निकाल्छु। मलाई सल्युसन भन्नुहोस् त यो ब्याकग्राउन्ड नोइजहरूलाई कसरी हटाउन सकिन्छ हामीले। म एडिटिङको लागि केपकट युज गर्छु, तर केपकट अलि भएन क्या मलाई। केपकट युज गर्न आएन। मलाई सिकाइदिनुहोस् कसैले, मलाई टिपहरू दिनुहोस् केपकटबाट म के गर्न मिल्छ मैले गर्नको लागि, एडिट गर्नको लागि भनिदिनु होला है। मैले बिर्सेछु मिलिट्री बेसको त बाटै बिर्सिसकेको छु गाइस। इपिक ट्याङ्क हाइस्ट गरौँ भनेको आज झन् त ट्याङ्कै कहाँबाट भेटिन्छ थाहा नै छैन आफूलाई। मिलिट्री बेसको त बाटो छैन, ट्याङ्क हाइस्ट गर्नु गइरहेको छु म। यस्तो ट्याङ्क कसरी चोर्ने अब, यस्तो मिलिट्री बेसकै बाटो थाहा नहुने मान्छेले। मिलिट्री बेसको बाटो चाहिँ कहाँबाट भन्दाखेरि यहीँबाट हो जस्तो लाग्यो मलाई, हो कि होइन। फेरि म त त्यही बाटो आएँ त फेरि। ओ सेट गाडी झन्डै गएको थियो, भिरमै छिरिसकेको थियो गाडी यार। कहाँबाट छ बाटो मिलिट्री बेसको? यहाँबाट हो कि? ए यहाँबाट रहेछ बाटो। बेटो बेटो बेटो। ओ सेट पाहाडमाथि गाडी गएर कुदाइदिएँ मैले फेरि। यस्तो रिस उठ्छ नि यस्तो यो ड्रिफ्ट खाएको खाइ गर्दाखेरि गाडीले। कहिले काहीँ हजुरसित पनि भएको कुनै गेम खेल्दाखेरि कार चलाउँदै हुन्छ अनि गइहाल्छ त हाम्रो गाडी भिरतिर। यस्तो रिस उठ्छ नि त्यो मुमेन्टमा। ओहो फेरि ब्रेक मन पर्दैन कि, अलिक ब्रेक मिलाउनु पर्ने। यसमा ब्रेकको सिस्टम पनि हुनुपर्ने कि, ब्रेक मजाले लाग्ने खाले सिस्टम, अनि मजा आउँथ्यो। यही पुलबाट जानु जस्तो लागेको थियो मलाई मिलिट्री बेस। ओ सेट रोक 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 रोक। यो पुलबाट मुनि गयो भने फेरि हाम्रो गाडी गयो। एकदम फुल स्पिडमा कुदाम। ओहो मिलिट्री बेस आयो गाइज। यो मिलिट्री बेसमा त कुद्नुपर्छ नि त खतरा। ए के हो यो, गाडीले पल्टी खायो गाइज। हाम्रो गाडीको ढोकान भाँचिसक्यो। के रहेछ वार्निङ, के पो वार्निङ थियो त्यहाँ, मैले बिर्सेँ। एलियनको के हो यहाँ, ल्याबोरेटरी छ क्या, ल्याबोरेटरी जस्तो भयो। हो ल्याबोरेटरी रहेछ गाइज यहाँ त। मिलिट्री बेस आयो गाइज हाम्रो। अब एकदम फुल स्पिडमा कुदाइदिउँ अब हामी गाडी। ओहो ड्रिफ्ट खायो। ल ट्याङ्क कहाँ छ पहिला हेरौँ है गाइज। ट्याङ्क कहाँबाट छ, ट्याङ्क कहाँ देखिन्छ हेरौँ त। ट्याङ्क छ कता छ ट्याङ्क? रुक रुक रुक। ट्याङ्क त्यो सिधै ट्याङ्क छ है, फुल स्पिडमा कुद्ने गएर ट्याङ्कमा बसिहाल्ने। ओहो ओ सेट वान्टेड लेभल आइसक्यो। गाडी आयो गाडी आयो गाडी आयो, बस्यो। मऱ्यो मऱ्यो मऱ्यो। ट्याङ्क गयो ट्याङ्क गयो, ट्याङ्क उडा ट्याङ्क उडा। कुद कुद कुद। पुलिस आर सर्चिङ द एरिया भन्छ। पुलिस आइसक्यो। लुज द कप्स, कप्स प्लिज लुज मी। एकदम फुल स्पिडमा कुदाइन्छ अब यो ट्याङ्कलाई म गाइज। उडाइदिउँ, कुदाइदिउँ यो ट्याङ्कलाई फुल स्पिडमा। हेलिकप्टर भन्दा पनि छिटो कुदाउने अब। गेटिङ एरेस्टेड भइसक्यो हामी। के भने लुज द कप्स प्लिज लुज मी म्यान, यु कान्ट अरेस्ट मी। ओ माई गड गेटिङ कट।
ओ सेट फेरि अगाडिबाट हेलिकप्टर पुलिस हेलिकप्टर एनोइङ लाग्छ क्या मलाई यो पुलिस हेलिकप्टर आएपछि लास्ट रिस उठ्छ क्या यो पुलिस हेलिकप्टर ला गयो ट्याङ्कले पल्टी खायो फेरि पड्किन गयो मैले मिसाइल छोडिदिएको थिएँ ओ मिसाइल चाहिँ खतरनाक छ जे होस् कुदाम अब यो पानीमा कुदाएपछि खतरनाक पाराले कुद्छ है यो ट्याङ्क अब अनि यो लास्ट भिडियोको लास्टतिर हामी ट्याङ्कलाई बेचेर पनि हेर्छौँ कति रुपियाँ आउँछ यो ट्याङ्कको ओहो यिनीहरू यहाँसम्म आइसके ऊ लास्ट रिस उठ्छ मारे यो ठुलो गाडी कस्तो रिस उठ्छ अनोइङ छ यो ठुलो गाडी अति रिस उठ्छ यो पुलिसको ठुलो गाडीसँग त कुदा यताबाट लग पुलिसको गाडी छेउबाटै जाओस् ओहो लास्ट फुल स्पिडमा कुदाउँदो रहेछ नि त यो पुलिसको गाडी कुदा गाइस के हो यो मस्तै टाँसिरहेछ त्यो पुलिसको गाडी त के हो कुदाई गाइस कुदाम ओह सेट यताबाट गइरहेको त के हो यो ओ सेट ओहो म्यापै एन्ड हुन आँटिसि अब पुलिस कहाँबाट आउँछ नि त म्यापै एन्ड हुन आँट्यो नि यो ओएमजी 5 स्टारको पुलिस मेरो पछाडि छ के हो नि गाइस भाग्नुपर्छ फुल स्पिडमा भाग्नु 106 मिटर पर आवरको स्पिडमा कुदाइरहेको छु त्यही पनि हुँदैन बा के हो फुल स्पिडमा कुदाउनु पर्ने हो क्या यसलाई ओइ पुलिसको गाडी अगाडिबाट उडेर आइरह जा मर ओ सेट घुमाइ कुदा के हो त्यो युएफओ जस्तो छ त के हो त्यहाँ त कुदा ए कुदा गाडी ट्याङ्क अति रिस उठ्ने छ भगा ट्याङ्क भगा यो ट्याङ्कले पल्टी खाइसक्यो ट्याङ्क फेरि साथीहरू के हो यो ट्याङ्क लास्ट रिस उठ्छ क्या मलाई खोइ कहाँ हाम्रो डेस्टिनेसन कहाँ हो हामी सिधै यहाँ पुग्नुपर्ने हो क्या कुदा ओ सेट ट्याङ्क फेरि गयो पल्टी खायो ट्याङ्कले फेरि ला ट्याङ्क उता गाडी पड्किस्यो गाडी पड्क्यो कुदा न भाइ कुदा सुप्रिम यु क्यान डु इट कुदा सुप्रिम कुदा फुल स्पिडमा ओहो मलाई लिफ्ट दिँदा पछाडि गएले कुदाउनु पर्छ अब ला मिसाइल खा को मिसाइल खानी ऐच पड्क्यो कुन चाहिँ गाडी पड्क्यो अब पुलिसको फेरि मार्छन् पुलिसले पछि परिसक्यो फेरि पछि पऱ्यो यो पुलिसहरूलाई के हात धोएर बस्यो मिलिट्री बेसभित्र छिरेको त अनि फेरि आफ्नै हेलिकप्टर पड्काउँछन् फेरि यिनीहरू लास्ट रिस उठ्यो ओहो धन्न यो ट्याङ्क मासतिरसम्म चढ्न सक्ने खाले ट्याङ्क रहेछ नभए यहाँ चाहिँ के हुन्थ्यो ट्याङ्कको केही थाहा छैन हामीलाई गाइस पछाडिबाट अर्को गाडी आइसक्यो पुलिसको यहाँबाट कुदाइदिउँ गाडी ट्याङ्कले यहीँबाट कुदाइदिउँ उडा ट्याङ्क उडाइदिने आज ओइच पुष्पा भाउको के अरे सिप आएछ गाइस त्यहाँ त पुष्पा भाउको सिप यदि हजुर थाहा छैन नि हजुरहरूले हेर्नुभएको होला पुष्पा 2 मा त्यस्तै सिपमा पुर्याउँछ त त्यो लाल चन्दन होइन रातो चन्दनको के दाउराहरू एकदम फुल स्पिडमा कुदा अब चाहिँ कुदाउनु पर्ने भएछ ओ सेट यो ठुलो गाडी कस्तो चलाएको हो यिनीहरू रफ चलाउँछन् क्या ठुलो गाडी त्यही भएर रिस उठ्छ भने गाइस कुदाइदिउँ माथि चढिहाल्यो ट्याङ्क अब त फुल स्पिडमा हो फेरि कुदाइस् यिनीहरू मर्ने भने जस्तो हो क्या मेरो हातबाट यिनीहरू ब्यागर फायर फायरिङ हान्दैछन् ब्याक गरे त्यो गाडी पनि ब्याक गरिसक्यो त्यहाँ पुलिसको कुदा अब सिधै उतातिर म खेततिर लाने हो सिधै लुज द कप्स प्लिज लुज मी यार भगा फुल स्पिडमा भगा सिधै त्यो उसमा जानुपर्छ हामी सिधै अब आफ्नो सहरमा आइहाल्यौँ अब हामी ओहो पुलिस स्टेसनको छेउबाट गइरहेछौँ हामी यार के हो पुलिसको हेलिकप्टर मात्र ल्याइरह हामीसित एउटा हेलिकप्टर ल्याइरह पछि ल्याइरह एउटा हेलिकप्टर चाहिँ हाम्रो पछि आइरहेछ अर्को गाडी आयो म्यापमा हेर्न सक्नुहुन्छ हजुरले एउटा हेलिकप्टर त्यो क्रसवाला घुमिराखेको त्यो हेलिकप्टर अनि उता पछाडिपट्टि गाडी आइरहेको थियो गएछ त्यो गाडी चाहिँ के बाटो गएछ त्यो गाडी चाहिँ के भएर ओहो सिधै जम्बीको एरियामा जाइदिने बाले मतलब जम्बीको एरियामा त कोही पनि आउँदैन होला नि त्यो खेततिर त कुदाम गाइस कुदाम लेट्स गो गाडी उडाउने आज हामी ट्याङ्क जसरी नि बेचेरै छाड्छु आज कुदाम यो पुलिसहरू अति पछाडि आए अब त कुदाउने हो गाडी
उडो 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 ट्याङ्क उडो हैच जस ट्याङ्कमा यति पावर छ जुन चाहिँ झेल्न सक्छ पुरै म्याप घुमेर आइसक्यौँ साथीहरू हामी सिधै पुलमा फेरि पुलमै गाडी बेचिदिउँ सिधै गएर गाडी बेचिदिने अब त बाले मतलब हामीलाई ओ सेट बोर्डमा ठोकिहाल्यो नि गाडी ओइ दुईटा हेलिकप्टर आइरहेको नि यार गाइस दुईटा हेलिकप्टर लागिरहेको रहेछ हाम्रो पछि त ल्याम्बोर्गिनी अगाडि आइरहेको ल्याम्बोर्गिनी है सिपरगिनी हो यो गेममा त सिपरगिनी हो नि त फेरि ल्याम्बोर्गिनी पनि सिबोर्गिनी ओहो कुदे कुदे गाडी उड्यो ट्याङ्क उडिसक्यो ओ सेट पुलिस हेलिकप्टर आइसक्यो पछाडि कुदा 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 भने पुलिस हेलिकप्टर आइसक्यो क्या भाइ त अलिकति बौला जस्तो छ क्या यो कुदाइदिउँ भित्र बेच 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 के पाउँछ हेरौँ के हुन्छ हेरौँ ओहो पुलिसको गाडी भित्रै आइसकेछ गाइस कति रुपियाँ दिन्छ छिटो डिसाइड गर्न 119 ल ल ल ल ल ल लिम गाडी चोरम भगिहालौँ यहाँबाट अब त कोही आउनु सक्दैन हामी पछाडि कुदम पक्सेल स्टुडियोजमा गइदिउँ साथीहरू सिधै ल्याम्बोर्गिनी छ त त्यहीँ ओके गाइस बसिहालौँ अब यो गाडीको पछि कोही लाग्नै सक्दैन अब फुल स्पिडमा कुदाइने अब सक्छ कसैले अब दाइको ल्याम्बोर्गिनी न है गाइज खतरनाक उडिरहेको है जस ल्याम्बोर्गिनी भने यस्तो हुनुपर्छ क्या यो टेक्नो गेमर्सको थोरै टेक्नो गेमर्सको ल्याम्बोर्गिनी सियान जस्तै देखिन्छ हो कि भन्नुहोस् त गाइज कमेन्टमा भन्नुहोस् त मलाई हो कि भन्नुहोस् त ओ एस्केप पुलिस सर्च हानिरहेको त फेरि एरियालाई म त कुदिसकेँ त कुदा 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 गाडी कुदा पुलिस आर सर्चिङ द एरिया रे बल्ल तल त एस्केप हानेर थिएँ म 5 स्टार पुलिस एस्केप हुनै लागिसक्यो साथीहरू $189 चाहिँ बेच्यो है होस् त्यो गाडी त्यो ट्याङ्कलाई एस्केप हान्न दिनु साथीहरू एकछिन एपिसम्म र गाइज त्यो ट्याङ्क आजको ट्याङ्कको त्यो चोरी त खतरनाक भएको थियो हो कि भन्नुहोस् कमेन्टमा मलाई भन्नुहोस् है त्यो ट्याङ्कको कस्तो चोरी थियो आजको भिडियो कस्तो थियो भनेर एकदम खतरनाक चोरी हानेछ नि त हामीले आज ट्याङ्क त फेरि ओहो एस्केप 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 भ्यानिस भयो यस एस्केप हान्यो देख्नुभयो गाइज हामी कस्तो प्रो मान्छे अनि उता पुलिसको गाडी उडिरहेको थियो त्यतै उडिरहेको पुलिसको गाडी ओएमजी कुदे 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 कुदो ओ सेट ल निकालेर डे गरिहालौँ न त डे हैन डे सो गाइज आजको भिडियो हजुरलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला र हाम्रो आजको ट्याङ्कको चोरी कस्तो लाग्यो भन्नु होला है र हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला यो भिडियो लाइक अनि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला छिटो मलाई अनि म अर्को भिडियोमा हजुरले दिनुभयो भने म मिथको भिडियो पनि बनाउँछु मलाई यो दुथे वार्समा भिडियो के अरे मिथहरू पनि चेक गर्छु है भएको मिथहरू अनि त्यसपछि हेर्न हाम्रो चस्मा पनि हाम्रो दुईटा ल्याम्बोर्गिनी देखिरहेको गाइज अनि हामी म के भन्न गइरहेको थिएँ भन्दाखेरि र म अर्को भिडियोमा चाहिँ अरू गेमहरू पनि ट्राई गरौँ कि नगरौँ मलाई कमेन्ट गरिदिनु होला म अरू गेमहरू ट्राई गरौँ भने म धेरै गेमहरू ट्राई गर्छु मस्त 3-4 वटा कति गेम छन् सबै गेमहरूको भिडियो आउँछ लेभल अप हानेको सबै भिडियो आउँछ त्यसको नि भनिदिनु होला त्यसको बारेमा नि टिल देन गुड बाई गाइज गुड बाई